छु, बन्दुक बनाउन सिकेको छु, मैले नेपालमा सबैभन्दा पहिला बम बनाउने मान्छे मै हुँ भनेर भन्नुभएको छ। त्यसले मेरो एउटा मात्र प्रश्न छ, जसले बम बनायो उसले बम हान्यो पनि, जसले बम बनायो उसले आफूले मात्र बनाएन, बम बनाउन अरूलाई सिकायो पनि। हिजो काजोल खातुन मारिएको हामीले बिर्सेका छैनौं। मेरो यति मात्रै प्रश्न छ, आजभन्दा ठिक 4 दिन अगाडि चितवनको एउटा 4 वर्षीय बालिका गुडिरहेको माइक्रो बसभित्र एउटा पेट्रोल बमको प्रहारले घाइते भएर अहिले पनि जीवनसँग संघर्ष गरिरहेको छिन्। मेरो प्रश्न छ, त्यो बम बनाउने जसले अहिले सानो 4 वर्षीय बालिकालाई माइक्रो बसभित्र बम हानेको छ, त्यो बम बनाउन मैले सिकाएको होइन कमरेड, तपाईले सिकाएको कुनै न कुनै चेला अहिले पनि काठमाडौँमा गुडिरहेको माइक्रो बसभित्र बम हानिरहेको छ। हामीले यसको हिसाब किताब माग्ने कि नमाग्ने, हामीले यो प्रश्न गर्न पाउने कि नपाउने। आदरणीय साथीहरू, एकजना प्रसिद्ध गायक जिम मोरिसनको एउटा भनाइ छ, भायोलेन्स इज नट एभिल, व्हाट एभिल इज इन्फ्याचुएसन विथ भायोलेन्स। अर्थात हिंसा समस्या होइन, हिंसा खराब कुरा भन्दा पनि हिंसा प्रतिको सम्मोहन सबैभन्दा खराब कुरा हो। म एउटा प्रसंग फेरि पनि दोहोऱ्याउन चाहन्छु, यो प्रसंग पटक पटक दोहोऱ्याउन आवश्यक छ, यो प्रसंग पटक पटक तपाईको बीचमा राख्न आवश्यक छ, जनताको बीचमा हामीले भन्न आवश्यक छ। किनकि यो प्रसंग यदि यो प्रसंगको बारेमा हामीले छलफल गरेनौं र एउटा निचोड निकाल्दैनौं भने नेपाल हिंसा र प्रतिहिंसाको यो चक्रव्यूहबाट बाहिर निस्कन सक्दैन। केही समय अगाडि दैलेख जाँदै गर्दा दैलेखमा एकजना पत्रकार मित्र डेकेन्द्र थापा जसको हत्या भएको थियो, डेकेन्द्र थापाको आमा जसले मलाई दैलेखमा देख्न साथै जब म उहाँलाई भेट्न गए, डेकेन्द्र थापाको आमा मलाई देखिसके पछाडि सायद डेकेन्द्र र मेरो उमेर एउटै भएर होला, उहाँले आफ्नो आँसु थाम्न सक्नु भएन र मेरो दुवै गाला मेरो अनुहारलाई हातले समातेर मलाई भन्नुभयो मलाई न्याय चाहियो भनेर। मैले उहाँलाई सोधे के भइरहेको छ, उहाँले भन्नुभयो डेकेन्द्रको हत्या जसले गरेको अदालतमा उहिले साबिती बयान दिइरहेको छ, ऊ अदालतको कठघरामा उभिएर भनिरहेको छ डेकेन्द्रको हत्या मैले गरेको। उनी हत्याको कथा सुनाउँदै गर्दा ऊ मेरो उपस्थितिमा अदालतमा बताउँदैछ र अदालतको न्यायाधीशलाई बताउँदैछ, डेकेन्द्रको आमालाई बताउँदैछ, जनतालाई देशलाई बताउँदैछ। डेकेन्द्र थापा जतिखेर एउटा सामान्य नागरिक र पत्रकारको रूपमा दैलेखमा क्रियाशील थिए, माओवादी साथीहरूले डेकेन्द्रलाई दैलेखको नगरपालिका भन्दा बाहिर एउटा गाउँमा त्यहाँको खानेपानीको लाइन पाइप काटिसके पछाडि वार्ताको निम्ति बोलाउनु भएको थियो। हामीले डेकेन्द्रलाई बोलायौं, हत्याको साबिती बयान दिने साथी अदालतमा भन्दै हुनुहुन्छ, हामीले डेकेन्द्रलाई बोलायौं, वार्ता भयो, वार्ता असफल भयो, भङ्ग भयो, डेकेन्द्र फर्केर घर जान चाहे। हामीले डेकेन्द्रलाई भन्यौं पार्टीको आदेश छ तिमी फर्कन पाउँदैन। हामीले डेकेन्द्रलाई कोसौं हिँडाएर लिएर गयौं, एउटा गाउँको घरमा लगेर राख्यौं र भन्यौं पार्टीको आदेश। 5-7 दिन त्यही घरभित्र राख्यौं र भन्यौं पार्टीको आदेश। त्यस पछाडि घरबाट निकाल्यौं, छेउको स्कुलमा लिएर गयौं, त्यसको एउटा खम्बामा लग्यौं, बाँध्यौं, सबै लुगा फुकाल्यौं, निर्वस्त्र बनायो र भन्यौं पार्टीको आदेश। दुवै हात पछाडि लगेर बाँध्यौं र बाँधेर राखिसके पछाडि उसको अगाडि एउटा खाल्लो खन्यौं। खाल्लो खनिसकेपछि हामीले डेकेन्द्रलाई त्यो ठाउँबाट खम्बाबाट निकालेर त्यो खाल्डोमा राख्यौं र भन्यौं पार्टीको आदेश। त्यो बेलामा डेकेन्द्र जम्मा एउटा कुरा भन्दै थिए, हात माथि आकाशतिर लिएर गएर ईश्वरलाई पुकार्दै थिए र भन्दै थिए, हे ईश्वर मैले त्यस्तो के अपराध गरेको थिएँ र मेरो आमाको कोखबाट तैँले मलाई जन्माइस। अनि उनी आमालाई पुकार्दै थिए र भन्दै थिए, हे आमा तैँले धरतीमा मलाई किन जन्माइस। डेकेन्द्र रुँदै थिए, ईश्वर भन्दै थिए, आमा भन्दै थिए, पार्टीको आदेश थियो, मैले माथिबाट माटो हाल्दै गएँ। डेकेन्द्र कतिखेर बोल्न छोडे, त्यसपछि मैले माटो हाल्न छोडे। त्यो दिनबाट म सुत्न सकेको छैन, श्रीमान मैले सजाय पाउनुपर्छ भनेर उनी अदालतमा उभिएर बयान दिँदै थिए। प्रश्न डेकेन्द्रको मात्र होइन, मैले तपाईलाई एउटा कोटेसन सुनाए, प्रश्न हिंसाप्रतिको सम्मोहनको गल्ती भएको छ, कमजोरी भएको छ। नेपाली समाजले गल्ती र कमजोरीलाई बिर्सेर पनि नयाँ यात्रा सुरु गर्ने संकल्प गरेको थियो, अहिले पनि गरेको छ। तर भयो के, त्यो घटना पछाडि प्रचण्डजी र बाबुरामजी काठमाडौँबाट हेलिकप्टर चढेर जानुभयो, डेकेन्द्रको आमाको घरमा जानु भएन, घुँडा टेकेर भन्नु भएन आमा क्षमा पाऊ, गल्ती भयो, अपराध भयो भन्नु भएन, त्यहाँ उभिएर भन्नुभयो। कसैले पनि डेकेन्द्र थापाको हत्याको कुरा कोट्याउँछ भने यो प्रचण्डले छाड्दैन भनेर धम्की दिएर काठमाडौँ फर्केर आउनुभयो। एकपटक घुँडा टेकेर माफी माग्नु भएन, एकपटक भन्नु भएन गल्ती भयो भनेर भन्नु भएन। हिजो डेकेन्द्रको हत्या गल्ती भयो भनेर नभन्ने हो भने, हिजो काजोल खातुनमाथि हानिएको बम गल्ती थियो भनेर नभन्ने हो भने, आज कसैले बम हान्दै गर्दा त्यो बम गल्ती थियो भनेर, त्यो अहिले कसैले हत्या गर्दै गर्दा यो हत्या गल्ती थियो भनेर हाम्रो समाजले कसरी भन्न सक्छ, हामी कसरी भन्न सक्छौं, हाम्रो राजनीतिले कसरी भन्न सक्छ। एकपटक भनौं, सबैले भनौं, एकपटक सिङ्गो नेपालले सबैले सुन्ने गरी भनौं, हामीलाई माओवादी पनि चाहिएको छ, हामीलाई पुष्पकमल दाहाल पनि चाहिएको छ, हामी माओवादीसँगको सहयात्राको पक्षमा छौं। तर माओवादीलाई परास्त गर्नुपर्छ भन्ने हो, माओवादी रहोस्,
माओवादलाई परास्त गर्नुपर्छ, पुष्पकमल दाहाल बाँच्नुपर्छ, तर प्रचण्डलाई ध्वस्त गर्नुपर्छ, हराउनुपर्छ भन्ने संकल्प